पोखराको फेवाताल सबै पर्यटकहरूको गन्तव्यको केन्द्रबिन्दु, मुख्य पर्यटकीय स्थल। हामी पनि गयौँ। भाइ यहाँ फिसिङ गर्दा पैसा लिन्छ? रड भाडामा पाउँछ यहाँ भाइ? अनि यो मन्दिरको नाम त अनि मेरो टन्टलापुर घाममा हामीले यो बिचमा रहेको तालबाराहीको एक फन्को लायौँ। फेवाताल आइसके पछाडि यो विभिन्न झिलिमिली डुङ्गा चढ्नु, तालबाराही मन्दिर जानु, अनि घुम्नु, फिसिङ गर्नु सबैको रहर हुन्छ नि त। हामीले पनि त्यही गर्यौँ। फिसिङ चाहिँ गरेनौँ, घुम्न चाहिँ घुम्यौँ हामी पनि। कति रमणीय ठाउँ के, कत्रो ताल। पारसले मात्रै एलाउड होला, अहिले छैन। पहिला त हाम्रो यसो एकजनाले दुनियाँ भ्याउँछ। अनि कति लियो अहिले हामीलाई? फेवातालको फन्को लगाइसके पछाडि हामी एउटा इम्पोर्टेन्ट ठाउँ, पोखराको मुख्य ठाउँ डेभिड फल्सतिर लाग्यौँ। डेभिड फल्स पाताले छाँगो, यसको आफ्नै इतिहास छ। तर यसपटक मलाई यो छाँगो चाहिँ पातालतिरै भासिएको जस्तै लागिरहेछ क्या, अलिक सानो भएको जस्तै। पहिला त धेरै ठुलो देखेको थिएँ। यहाँ घुमिसके पछाडि यसो कसैले त किन्नु पर्यो नि त पोखराबाट, अनि हामी त्यतैतिर लाग्यौँ। हामी फेवातालमा मजाले घुमेर अनि फर्कियौँ।